आज हामीहरू इमेल कसरी पठाउने यसको बारेमा जान्न गइरहेका छौं। इमेल हामीलाई धेरै ठाउँमा पठाउनु पर्छ र मैले धेरै यस्ता भिडियोहरू बनाएको थिएँ जसमा मैले तपाईलाई प्राय जसो इमेल गर्न भन्छु है। सो धेरै जनाले भन्नुभएको थियो सर इमेल गर्ने एउटा प्रपर भिडियो बनाइदिनुस्। सो हामी जस्तो मान्छेलाई एकदमै काम लाग्न सक्छ। सो यो एउटा प्रपर भिडियो हो। तपाईले इमेल गर्न सक्नुहुन्छ। जस्तै कि कुनै ठाउँमा जब खुलेको छ भने जबको लागि इमेल पठाउन सक्नुहुन्छ, अथवा तपाईलाई कुनै प्रब्लम भयो, तपाई विदेशमा हुनुहुन्छ, तपाईको बैंक एकाउन्टमा केही समस्या भयो, बैंक एकाउन्ट चलिरहेको छैन, बैंकलाई इमेल गर्नु छ भने यस्तो अवस्थामा पनि तपाईले यो भिडियो हेरेर यो सब कुरा सिक्न सक्नुहुन्छ। यो तपाईलाई धेरै नै काम लाग्छ। भिडियोलाई अन्तिमसम्म ध्यान दिएर हेर्नु होला। आउनुस् ढिला नगरिकन भिडियोको मेन टपिकतिर लागौं। त्यो भन्दा अगाडि गाइज यो भिडियो तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ प्लिज एउटा सानो मिठो कमेन्ट चाहिँ अवश्य पनि गर्नु होला। कुन ठाउँबाट यो भिडियो हेर्दै हुनुहुन्छ त्यसको नाम चाहिँ तल अवश्य पनि कमेन्ट गर्नु होला। ओके, आइसकेको छु म आफ्नो ल्यापटपको स्क्रिनमा। सर्वप्रथम त साथीहरु म तपाईलाई जस ल्यापटपबाट सिकाइदिन्छु अनि त्यसपछि म तपाईलाई मोबाइलबाट कसरी गर्ने त्यो कुरा पनि सिकाउँछु है। सो ल्यापटपबाट गर्नको लागि तपाईले आफ्नो ल्यापटपमा भएको गुगल क्रोम ब्राउजर अथवा अरु कुनै ब्राउजर छ भने जस्ट त्यो ब्राउजरलाई खोल्नुस् र तपाईले गुगलमा गएर तपाईले जस जीमेल लेखेर सर्च गर्नुस् है। अब जीमेलबाट हामीहरु इमेल गर्न सिक्छौं है। अब तपाईसँग जीमेल अकाउन्ट छैन भने यसको बारेमा मैले अलरेडी एउटा भिडियो बनाइदिसकेको छु, स्क्रिनमा चलिरहेछ। तपाईले एउटा जीमेल अकाउन्ट पनि क्रिएट गरिहाल्नु होला। एकदमै पपुलर हो, सबै काम हाम्रो जीमेलबाटै भइहाल्छ है। फर्स्टमै यहाँनिर तपाईलाई जीमेलको अप्सन देखाउँछ। यसमा क्लिक गर्नुभयो भने तपाईको अगाडि एउटा यस्तो टाइपको इन्टरफेस खुल्छ है। अब यसमा साथीहरु सर्वप्रथम तपाईलाई साइन इन हुन भन्छ र यहाँनिर तपाईले आफ्नो जीमेल आईडी राख्नुस्। सिम्पली यहाँनिर मैले एउटा जीमेल आईडी राखेको छु, तपाईले पनि आफ्नो जीमेल आईडी राख्नु होला। अनि त्यसपछि यहाँनिर आएर तपाईहरु नेक्स्टमा क्लिक गर्नु होला। अब नेक्स्टमा क्लिक गर्नुभयो भने यहाँनिर तपाईलाई पासवर्ड राख्न भन्छ। आफ्नो पासवर्ड राख्नु होला। त्यो जीमेल आईडी को जुन जीमेल आईडी यहाँनिर तपाईले हाल्नु भएको छ। त्यसपछि साथीहरु तपाईहरु जस्ट यहाँनिर नेक्स्टमा क्लिक गरिदिनु होला। नेक्स्टमा क्लिक गरिदिनु भयो भने तपाईहरु सक्सेसफुली आफ्नो जीमेल अकाउन्टमा लगइन भइहाल्नुहुन्छ है। अब हामीलाई यहाँनिर एउटा इमेल क्रिएट गर्नु छ है। यहाँनिर एउटा अप्सन छ कम्पोजको है। तपाई यो कम्पोज भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर तपाईहरुको अगाडि एउटा यस्तो टाइपको इन्टरफेस खुल्छ। अब 2 मा तपाईलाई त्यसको इमेल राख्नु हैन जसलाई तपाईले इमेल पठाउन चाहनुहुन्छ। जस्तै कि तपाईले जबको लागि पठाउन चाहनुहुन्छ भने त्यो मान्छेको अथवा त्यो जब कम्पनीको अथवा त्यो कम्पनीको जुन इमेल हुन्छ त्यो इमेल चाहिँ तपाईले यहाँनिर राख्नुस् है। लाइक म तपाईलाई बुझाउनको लागि एउटा इमेल राख्दै छु है। सो तपाईले पनि राख्नु होला त्यो इमेल। अनि त्यसपछि यहाँनिर तल आउनुभयो भने सब्जेक्टको अप्सन आउँछ है। यसमा चाहिँ सब्जेक्ट तपाईले लेख्नु होला। तपाई इमेल के को लागि गर्दै हुनुहुन्छ, जबको लागि हो भने यहाँनिर लेख्नु होला एप्लिकेसन फर कुन जब हो त्यो जबको नाम। म तपाईलाई बुझाइदिन्छु। जस्तै कि यहाँनिर मैले सब्जेक्टमा एप्लिकेसन फर एकाउन्टेन्ट लेखे, जस म एकाउन्टेन्टको लागि एप्लिकेसन दिँदै छु अनलाइनबाट है, यो इमेलबाट। त्यसपछि साथीहरु यो जुन तलको बक्स छ यसमा चाहिँ तपाईले लेख्नु पर्छ है। तपाईले अलिकति यसमा लेखिदिनुस्। म तपाईलाई देखाइदिन्छु है मैले कसरी मिलाएर लेखेको छु। जस्तै कि यहाँनिर मैले एउटा लेखेको छु, म तपाईलाई यो बुझाइदिन्छु है। जस्तै कि डियर सर, आई एम राइटिङ टु एक्सप्रेस माई इन्ट्रेस्ट इन द अकाउन्टिङ पोजिसन एट एबीसी कम्पनी प्लिज फाइन्ड माई सीबी अट्याच, लुक फरवर्ड टु डिस्कस माई क्वालिफिकेसन फर्दर, सिन्सली राजकुमार थापा। जोस मैले तपाईलाई यहाँनिर अलिकति जोस लेखेर देखाएँ। यसमा तपाईले पनि अलिकति जोस लेख्नुपर्छ, आफ्नो बारेमा लेखिदिनुस् हैन। लाइक तपाईले यतिकै कसैलाई कुनै डकुमेन्ट पठाउन चाहनुहुन्छ भने प्लिज फाइन्ड द अट्याचमेन्ट लेखेर पनि पठाउन सक्नुहुन्छ। अथवा जबको लागि पठाउनुहुन्छ भने अलिकति मजाले मिलाएर सबै कुरा लेख्नुपर्छ है। सो यो लेख्दा पनि हुन्छ हैन। तपाईले यदि कसैलाई कुनै फाइल पठाउँदै हुनुहुन्छ भने प्लिज फाइन्ड द अट्याचमेन्ट अथवा त्यो फाइलको डिटेलहरु यहाँनिर लेखिदिनुस्। म जस तपाईले जोस राम्रोसँग बुझाएको छु है। सो यहाँनिर अब हामीलाई चाहिँ सीवी पनि अट्याच गर्नुपर्छ। अब जबको लागि हो भने त सीवी पनि अट्याच गर्नुपर्छ। यहाँनिर एउटा फाइल हुन्छ है, फाइल अट्याच गर्ने। यसमा क्लिक गर्नुभयो भने यहाँनिर तपाईको अगाडि तपाईको कम्प्युटर खुल्छ है, माई कम्प्युटर। अब तपाईले कहाँनिर त्यो फाइल राख्नु भएको थियो त्यो सीबीलाई साथीहरु यहाँबाट तपाईले जो सिलेक्ट गरिहाल्नुस्। लाइक मैले यहाँनिर एउटा सीबी बनाएको छु। मैले यहाँनिर आफ्नो सीबीलाई राखिदिए, सरी है कभर लेटर। सो मैले यहाँनिर आफ्नो कभर लेटर राखिदिए र माथि मैले इमेलहरु सबै कुरा राखिदिए। सो यहाँनिर साथीहरु मेरो सम्पूर्ण काम सक्यो। अब जस्ट म यहाँनिर सेन्डमा क्लिक गरेर यसलाई सेन्ड पनि गर्न सक्छु। अब कुनै कुरा तपाईलाई जोस अब यो नाम छ तपाईको राजकुमार थापा, यसलाई बोल्ड गर्नु छ भने यसलाई पुरै सिलेक्ट गर्नुस् र यहाँबाट तपाईले एउटा बोल्डको अप्सन पाउनुहुन्छ। यसमा क्लिक गरिदिनु भयो भने डिफ्रेन्ट टाइपको अप्सन आउँछ। यसरी तपाईले बोल्ड पनि गर्न सक्नुहुन्छ। कुनै यस्तो कुरा छ जस्तै कि कुनै कम्पनीको नाम छ बोल्ड गर्नु छ अथवा इटालीमा गर्नु छ भने यसमा क्लिक गरेर यो सब गर्न सक्नुहुन्छ। यसमा धेरै अप्सनहरु छ, त्यो तपाईले मजाले चेक आउट गर्नु होला है। यो सब डिटेलमा जादिन।
अनि त्यसपछि यहाँनिर इमोजीहरू छ त्यो जस तपाईँले यो सबै कुरा मजाले गर्नुहोस्। अब सबै कुरा लेखिदिनुहोस् र यहाँनिर आएर तपाईँहरू जस्ट सेन्डमा क्लिक गरिदिनु भयो भने तपाईँको इमेल यहाँनिर 5 सेकेन्डमा गइहाल्छ। अब यसलाई कन्फर्म गर्नको लागि इमेल गयो कि गएन जस तपाईँलाई उताबाट यदि तपाईँको इमेल आइडी रङ छ भने उताबाट तपाईँले एउटा मेसेज आइदिन्छ कि तपाईँको इमेल गएको छैन, इमेल आइडी रङ छ भनेर। नभए साथीहरू तपाईँले यहाँनिर सेन्ड आइटममा गएर हेर्न सक्नुहुन्छ। जस्तै कि यहाँनिर एउटा इमेल हामीले पठाएको थियो त्यो इमेल यहाँनिर आएको छ। जस्तै कि यहाँनिर हेर्न सक्नुहुन्छ जुन इमेल हामीले यहाँनिर सेन्ड गरेका थिए। सो यसमा सम्पूर्ण कुरा यहाँनिर देखाइदिइहाल्छ। सो मलाई लाग्छ तपाईँले कम्प्युटरबाट ल्यापटपबाट इमेल सेन्ड गर्ने तरिका सिकिसक्नु भएको होला। अब म तपाईँलाई मोबाइलबाट भन्छु मोबाइलबाट कसरी गर्ने। अब मोबाइलबाट गर्नको लागि साथीहरू तपाईँले आफ्नो मोबाइल फोनमा रहेको जीमेल एप्लिकेसनलाई ओपन गर्नुलाई अब जीमेल एप्लिकेसनलाई ओपन गर्नुभयो भने यदि तपाईँको मोबाइलमा जीमेल आइडी अलरेडी लगइन छ भने डाइरेक्ट यहाँनिर तपाईँको जीमेल आइडी देखाइदिन्छ, कुनामा लोगो देखाइदिन्छ। यदि लगइन छैन भने तपाईँले एउटा नयाँ जीमेल आइडी बनाएर लगइन गर्नुपर्छ। यहाँनिर हेर्नुहोस् त यसमा पनि कम्पोजको अप्सन छ, कम्पोजको अप्सनमा क्लिक गर्नु होला। त्यसपछि फ्रममा चाहिँ यहाँनिर तपाईँको इमेल देखाउँछ। टुमा कसलाई इमेल पठाउन चाहनुहुन्छ त्यसको इमेल आइडी यहाँनिर टाइप गरिदिनु होला। मैले टाइप गरेँ। त्यसपछि सब्जेक्ट मैले तपाईँलाई भने सब्जेक्टमा के को लागि तपाईँले इमेल गर्दै हुनुहुन्छ त्यसको लागि तपाईँले यहाँनिर लेख्न सक्नुहुन्छ। सो त्यो यहाँनिर तपाईँले आफ्नो सब्जेक्टमा लेख्नुहोस्। त्यसपछि इमेलमा मैले तपाईँलाई भने तपाईँले इमेल चाहिँ यहाँबाट मजाले लेख्नुहोस् तपाईँ के को बारेमा। यदि यो सब लेख्नलाई साथीहरू तपाईँलाई कन्फ्युजन भइरहेछ भने तपाईँले च्याट जेपीटीको प्रयोग गर्न सक्नुहुन्छ। च्याट जेपीटीको बारेमा मैले एउटा सेपरेट भिडियो बनाएको छु, स्क्रिनमा चलिरहेछ। यो च्याट जेपीटीमा आएर तपाईँले यसलाई भन्नुभयो भने मेरो लागि एउटा राम्रो इमेल लेखिदिए, यसले मजाले इमेल लेखिदिन्छ र त्यो इमेललाई तपाईँले अलिकति आफ्नो नामहरू चेन्ज गरेर तपाईँले पठाउन सक्नुहुन्छ। एकदमै इन्ट्रेस्टिङ भिडियो रहेको छ, राम्रो काम लाग्ने भिडियो रहेको छ। यो भिडियो चाहिँ गएर चेकआउट गर्नु होला। सो यहाँनिर तपाईँले केही कुरा लेखिदिनुहोस्। अब तपाईँले केही फाइलहरू एट्याच गर्नुहुन्छ भने माथि हेर्नुहोस् त एउटा एट्याचको अप्सन छ, यसमा क्लिक गर्नुहोस् र यहाँनिर फाइल एट्याच फाइल भन्ने अप्सन हुन्छ, यसमा क्लिक गर्नुहोस् र यहाँबाट साथीहरू तपाईँको जस ग्यालेरी खुलिहाल्छ। आफ्नो सम्पूर्ण कुरा जस्तै कि केही कुरा तपाईँलाई पठाउनु छ त्यसलाई सिलेक्ट गर्नुहोस्। त्यो फोटोहरू जस्तै कि यहाँनिर मैले एउटा सिलेक्ट गरेँ, सबै कुरा यो गरिहाल्नुहोस्। त्यसपछि साथीहरू माथि आएर यहाँनिर हेर्नुहोस् त सेन्डको अप्सन छ, सेन्डको अप्सनमा क्लिक गरिदिनु भयो भने तपाईँको इमेल यहाँबाट यसरी चाहिँ गइहाल्छ। सो मलाई लाग्छ तपाईँले सबै कुरा बुझिसक्नु भएको होला। अब यो भिडियो हेरेर तपाईँले मोबाइलबाट र ल्यापटपबाट सजिलैसँग कसैलाई पनि इमेल चाहिँ पठाउन सक्नुहुन्छ। सो आजको यस भिडियोमा यति नै। भिडियो कस्तो लाग्यो कृपया तल तपाईँहरूले एउटा कमेन्ट चाहिँ अवश्य पनि गर्नुहोला र केही काम लाग्ने भिडियोजहरूको लिङ्क मैले तपाईँलाई स्क्रिनमा देखाइरहेको छु। समय छ भने तपाईँले यो भिडियोजहरूलाई पनि चेकआउट गर्नुहोला। आजको यस भिडियोबाट म यही बिदा माग्छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।